सेवारो नमस्ते। यो हामी माटोसँगै रमाउने, माटोसँगै खेल्ने प्रकृतिक प्रेमी हामी माटोसँग अत्यन्तै खुसी हुन्छौँ। त्यसैमा आज यहाँ पनि एनडी सर मेरो गुरु हुनुहुन्छ, नरेन्द्र दिवसको मेरो दाई। उहाँले यो अर्किड अम्लारी फुल रोपेर फलाउनु पर्छ र प्रेरणा दिनुभयो। मलाई धेरै खुसी लाग्छ। एउटा सानो सानो तुक्का भनौँ कि क्या हो, दिम्बुको याक्थुङ बाला पाठ्नु अम्लारी फुङ्ग फुङ्वामा से नोनु मातारेमा लुङवामा से भनेर उसले पालन गाइन्थ्यो। यो अर्किड अथवा अम्लारी फुङको विषयमा तपाईँ अलिकति जानकार हुनुहुन्छ। दाजु केही कुरा भन्नुहुन्छ कि? अम्लारी फुङ फ्याक्टेस अरे पान चेक्टेस अरे भनेर हुन्थे। यो चाहिँ विगत 15 वर्षदेखि मैले थालेको। हाम्रा सहकर्मी सहयात्री एकजना शिक्षकले ल्याइदिनु भयो। यसका धेरै भेराइटीहरू छन्। जम्मा 26,667 जात छ। तीमध्ये हाम्रो लिम्बू कल्चरमा चाहिँ लिम्बू समुदाय र लिम्बू जातिमा चाहिँ विशेष गरेर मुन्डुममा पनि जोडिएको अम्लारी फुङ। यो अम्लारी फुङलाई लिम्बू भाषामा पुलिङ्ग अथवा मेललाई सद्याङफुङ र फिमेललाई वद्याङफुङ भनेर भनिन्छ। अब यसका धेरै भेराइटीहरू छन्, प्रकारहरू छन्। जस हाम्रो माटोले हाम्रो गन्ध थाहा छ, हामीलाई यो माटोको गन्ध थाहा छ। प्रकृति प्रेमी हो। यो हाम्रो मुन्डुमसँग पनि जोडिएको हाम्रो फुल भनेर भनिन्छ विशेष गरेर अम्लारी फुङलाई। यसलाई जे नामले पुकारे पनि, सुनाखरी भने पनि भयो, नेपालीमा अङ्ग्रेजीमा अर्किड भने पनि भयो, लिम्बू भाषामा अम्लारी फुङ, जसमध्ये सदाउङफुङ वदाउङफुङ भनेर पनि भनिन्छ। धन्यवाद। थ्याङ्क यू।